हजुरहरूले पालिराख्नु भएको कुकुरहरूको चाहिँ रौँ त काटिदिनु भएको छैन अथवा हेयर ट्रिमर त गरिदिनु भएको छैन? यदि गर्नुभएको छ भने यो भिडियो हजुरहरूको लागि हुनेछ। के हामीले कुकुरहरूको रौँ काट्दैमा के उसलाई जाडो हुने हो अथवा चाहिँ उसको शरीरमा गर्मी भाग्ने हो त? हुन त सामान्य कुराहरू बुझ्ने हो भने एक किसिमले त्यसले पनि केही सपोर्टिभ रूपमा चाहिँ काम गर्छ है। तर पनि हामीले चाहिँ कपाल काट्नु भनेको चाहिँ एक किसिमको नराम्रो नै भन्छु म चाहिँ है। यदि हजुरहरूले चाहिँ भेटनरी डक्टरको परामर्श अनुसार काट्नुभयो भने इट्स ओके। तर आफ्नो मन खुसीले चाहिँ आफ्नो पेट्सहरूको रौँ काट्दै हुनुहुन्छ भनेपछि एकचोटि यो भिडियो हेर्नु होला है। रौँ काट्नु मात्रै ठुलो कुरा भएन, रौँ काट्दैमा उसलाई गर्मी हट्छ भन्ने कुरा हुँदैन होइन। किनभने हामीले यति कुरा बुझ्न जरुरी छ कि मान्छे र कुकुरहरूको स्किनमा चाहिँ के कुरा फरक छ भने मान्छेको होल बडीमा चाहिँ स्वेट ग्ल्यान्डहरू हुन्छ जसले गर्दाखेरि उसले पसिनाहरू निकाल्छ भने कुकुरहरू अथवा चाहिँ बिरालोहरूको चाहिँ स्वेट ग्ल्यान्डहरू चाहिँ स्किनहरूमा हुँदैन, शरीरको बडी पार्ट्सहरूमा हुँदैन। उसको बडी पार्ट्समा हुने भनेको उसको पैतालामा मात्रै हुन्छ, प्याट्समा मात्रै हुन्छ भने अर्को भनेको उसको मुखबाट उसले पेन्टिङ गर्छ होइन, जुन भ्याल बाहिर जिब्रो बाहिर निकालेर उसले पेन्टिङ गर्छ, त्यहाँबाट चाहिँ उसले हिट लस गर्ने हो है। सो त्यसले गर्दाखेरि चाहिँ हामीले कपाल काट्दैमा उसलाई जाडो हुने अथवा चाहिँ हिटहरू कम हुने भन्ने कुराहरू चाहिँ एउटा भ्रम भन्छु म चाहिँ है। केही सामान्य केही हदसम्म त्यो कुरा ठिक पनि हो भने तर त्यसको चाहिँ नेगेटिभ इफेक्ट्सहरू धेरै छ है। जस्तै कस्तो हुन्छ भने तपाईँले आफूले पालेको कुकुरहरूको चाहिँ कपाल पुरै काटिदिनु भयो भने त्यसमा चाहिँ के हुन्छ, सनबर्न हुनसक्छ। सनबर्न भनेको चाहिँ अल्ट्रा भायोलेट रेडिएसन्स होइन, कहिलेकाहीँ सूर्यको डाइरेक्ट किरणहरू चाहिँ स्किनमा गइदिन्छ जसले गर्दाखेरि चाहिँ स्किनमा भएका सेल्सहरूको यहाँनिर ड्यामेज गरिदिन्छ है, जसले गर्दा स्किनमा हुने डिफ्रेन्ट खालका समस्याहरू है, स्किन क्यान्सरदेखि लिएर स्किनमा इन्फेक्सन्सदेखि लिएर त्यस्तो खालको समस्याहरू, छाला सम्बन्धी समस्याहरू देखिन सक्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ यदि हजुरहरूले पालिराख्नु भएको डगहरू छ भने एकचोटि भेटनरी डक्टरलाई तपाईँले देखाएर अथवा पेट प्र्याक्टिसनरलाई तपाईँले देखाएर काट्ने कि नकाट्ने भन्ने कुराहरू तपाईँले अनुमान गरेर मात्रै काटिदिनु होला। यदि काट्ने मन छ भनेपछि पनि तपाईँले मिनिमम पनि 2 देखि 3 इन्च जति कपाल छोडेर मात्रै तपाईँले काटिदिनु भयो भने त्यो चाहिँ पर्फेक्ट मानिन्छ। र अर्को कुरा भनेको चाहिँ तपाईँले मेन भनेको ग्रुमिङ गरिदिनु बेटर हुन्छ। ग्रुमिङ भनेको कनाइदिने है, कुनै काँगियोले हुन्छ कि अथवा अरू कुनै केही चिजले चाहिँ कपाल कनाइदिने, कोडिदिने, दिनदिनै कोडिदिने ताकि उसको ब्लड सर्कुलेसन्सहरू अत्याधिक मात्रामा फलो हुन्छ जसले गर्दाखेरि चाहिँ डेड सेल्सहरू अथवा डेड हेयरहरू चाहिँ फल हुन्छ र नयाँ हेयरहरू पनि अथवा नयाँ कपालहरू पलाउने चान्स धेरै हाई हुन्छ। र यस्तै कुराहरू तपाईँले बुझ्न मन छ अथवा चाहिँ जान्न मन छ भने न्यू लाइफ भेट क्लिनिकलाई फलो गर्नु होला अथवा कमेन्ट गर्नु होला अथवा हजुरहरूको डगलाई के समस्या छ भने तल दिएको नम्बरमा सम्पर्क गर्नुभयो भने हामीले तपाईँलाई परामर्श अनलाइनबाट पनि हामीले गर्ने गरेका छौँ।